नमस्कार साथीहरू, सबभन्दा पहिला त सद्गुरु देवकी महाराज की जय हो, कबीर परमेश्वर की जय हो, कबीर गरीबदास महाराज की जय, स्वामी रामदेवानंद महाराज की जय हो, मन्दीश्वर सद्गुरु रामपाल जी महाराज की जय हो। एक समयको कुरा हो, एउटा गाउँमा जिब्बा दत्त भने दुई दाजुभाइ थिए र उनीहरूलाई चाहिँ भगवानको खोज, सद्गुरुको खोज को बहुतै प्यास थियो। अब उनीहरूले ठाउँ ठाउँमा गए, हाम्रा सन्तहरूसँग अनेक किसिमको चाहिँ प्रश्नहरू गरे, तर प्रश्न गर्दा पनि त्यो चित्त चाहिँ बुझेन, उहाँलाई चाहिँ चित्त बुझेन। अनि अब यस्तै खोज्दै गए जति पनि साधु सन्तहरू आउनुहुन्थ्यो उहाँहरूलाई चाहिँ प्रश्न गर्दाखेरि मतलब चित्त बुझ्दैन थियो। उसले माने खोजेको प्रश्न को आन्सरै पाइरहेको थिएन। यसै क्रममा एकचोटि सद्गुरु चाहिँ आउनुभयो उहाँको गाउँमा। अनि उहाँको गाउँमा आएपछि उहाँहरूले चाहिँ गरेको प्रश्नहरूको सही उत्तर पाउनुभयो। अनि सही उत्तर पाएपछि त्यो भने गुरुजीको चरण अमृत चरण माने धोएर सफा गरेर त्यो चाहिँ उनीहरूले एउटा सुक्खा रुख माने उनीहरूको घरमा थियो। उनीहरूको के थियो भने अब त्यो चरण त्यो गुरुजीको जो चरण जुन माने सफा गरेको पानी यदि त्यो पानी त्यो सुक्खा रुखको जडामा हाल्दाखेरि तत्क्षण यदि हरियो हुन्छ भने हामी मान्छौँ कि चाहिँ यो सच्चा सद्गुरु उहाँ नै हो।